सूचनाको आधार न्यूज नेपालको समाचार। नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नयाँ नेपाल निर्माण गर्न मारवाडी संघको उल्लेख्य भूमिका रहने बताउनु भएको छ। नेपाल मारवाडी ब्राह्मण सेवा संघद्वारा आज राजधानीमा आयोजित श्री भगवान परशुराम जयन्ती समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले मारवाडी समुदायको दक्षता र क्षमताको उपयोग र सम्मान नभए नयाँ नेपालको निर्माण हुन नसक्ने बताउनुभयो। मुलुक स्थिरताको दिशामा अगाडि बढेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब सबैको ध्यान आर्थिक समृद्धि गर्नतर्फ लाग्नुपर्ने स्पष्ट पार्नुभयो। आर्थिक क्षेत्रमा, व्यापारको क्षेत्रमा, उद्योग व्यवसायको क्षेत्रमा गहिरो अनुभव छ तपाईहरुसँग। ठूलो सम्पत्ति तपाईहरुसँग पैसा कति छ त्यो ठूलो कुरा होइन। तपाईहरुसँग जो अनुभव छ, जो दक्षता छ, त्यो नयाँ नेपालको निम्ति असाध्यै बढी महत्त्वपूर्ण छ। यो दक्षताको र यो क्षमताको, यो अनुभवको सदुपयोग नगरी नयाँ नेपाल बन्नै सक्दैन। र तपाईहरुको दक्षता र क्षमताको सदुपयोगको निम्ति सबभन्दा पहिला तपाईहरुलाई राज्यबाट कुनै भेदभाव गरिदैन, राज्यको तर्फबाट कुनै अपमान गरिदैन, सम्मान गरिन्छ भन्ने कुराको विश्वास आवश्यक छ। जनताले चाहे जे पनि हुने भएकाले आफूहरू जनताकै लागि समर्पित भएको अध्यक्ष प्रचण्डको धारणा थियो। त्यसैगरी कार्यक्रममा नेकपा माओवादीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले नेकपा माओवादीले सबै धर्म र संस्कृतिको सम्मान गर्ने स्पष्ट पार्नुभयो। नेकपा माओवादीले आफ्नै आस्था सबैमाथि लाग्छ भनेर विगतमा फैलाइएको भ्रमप्रति उहाँले आपत्ति जनाउनुभयो। सञ्जीव बगाले, ana.com.np। सूचनाको आधार न्यूज नेपालको समाचार।